हेलो एभ्रिवान, नमस्ते। वेलकम टु माई किचन, किरणस् किचन। आज म हजुरलाई आलसको धुलो अचार बनाउन गइरहेकी छु। यहाँनिर हेर्नुहुन्छ मसँग आलस भनेको फ्लेक्स सिड्स। यहाँनिर हेर्नुहोस्, मैले यहाँ धोएर घाममा सुकाएर होइन, अनि यसरी राखेको छु होइन। आलस इट्स भेरी गुड फर हेल्थ होइन। अनि त्यसपछि यहाँनिर हेर्न सक्नुहुन्छ, अदुवा मसिनो मसिनो काटेर राखेको छु, हरियो खोर्सानी, यहाँ हेर्नुहोस्, मैले आलस प्यानमा हालिसकेँ। अब म यसलाई भुट्दैछु। प्यान पहिलेदेखि हिट गरेर राखेको थिएँ मैले होइन, यहाँ 120 डिग्री टेम्परेचरमा। अब पहिले हिट गरेपछि हाल्न बित्तिकै यो यसको आवाज आउन थाल्यो। अनि मजाले भुट्ने, अलिकति डार्क डार्क हुने गरी, अनि बास्ना पनि आउँछ। यो भुटिसकेपछि यसमा आफै बास्ना आउँछ, अनि यो आवाज आउँछ, चट 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 गरेर आवाज आइरहेको हुन्छ होइन। यसो 2-3 मिनट भुटेपछि आफै थाहा पाइन्छ बास्ना आयो भनेर भुटिरहेछ। अब यसलाई म खाली गर्छु। यहाँ हेर्नुहोस्, मैले त्यसरी नै सबै आलसहरू भुटेर यसरी प्लेटमा राखिदिएको छु, स्टिलको प्लेटमा छिटो सेलाउँछ भनेर। एकछिन छोडिदिने, 2-3 मिनट सेलाउन्जेल फ्यानको तल, अनि सेलाएपछि चाहिँ यसलाई पिस्नुपर्छ ग्राइन्डरमा। होस्, यहाँ हेर्न सक्नुहुन्छ मेरो यो आलस सेलाइसकेको छ है। अब म एउटा त बिना खुर्सानी नहालिकन ग्राइन्ड गर्छु मेरो बाबुको लागि, अनि अरू चाहिँ खुर्सानी हालेर ग्राइन्ड गर्छु है। मैले मिक्सी जारमा हाल्दैछु। यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले। अब म यसमा चाहिँ खुर्सानी चाहिँ हाल्दिनँ, हजुरहरूले चाहिँ बनाउँदा खुर्सानी पनि सँगसँगै हालेर बनाउँदा हुन्छ होइन। म चाहिँ लास्टमा खुर्सानी हालेर फेरि पिसिहाल्छु। कागती चाहिँ पिसिसकेपछि माथिबाट निचोड्ने। यसैमा म नुन पनि हाल्न गइरहेकी छु, आफ्नो स्वादअनुसार हाल्नु, क्वान्टिटी जस्तो छ त्यसरी नै हाल्ने हो। यति हालेँ मैले। अब चाहिँ यसलाई ग्राइन्ड गर्ने, अनि ग्राइन्ड गरेपछि चाहिँ यसमा कागती निचोड्ने। हजुरहरूले पिस्दाखेरि चाहिँ खुर्सानी पनि सँगसँगै राखेर पिस्दा हुन्छ। बेबी छ, बच्चा छ, पिरो नखाने छ भने यसरी नै गर्नुहोस्। अनि पिसिसकेपछि अलिकति निकालेर फेरि खुर्सानी हालेर अनि फेरि पिस्दा हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ मैले पिसेको, अनि हाफ चाहिँ यहाँ निकालिदिएँ खुर्सानी नहालिकन। अब यस्तातिरको हाफमा चाहिँ म खुर्सानी हाल्न गइरहेकी छु। अब फेरि पिन्छु। हेर्नुहोस्, यहाँ हेर्नुहोस् त, हाम्रो दुइटै रेडी छ। यो चाहिँ खुर्सानी, यसमा चाहिँ खुर्सानी हालेर पिसेको ग्राइन्ड गरेको, यसमा चाहिँ खुर्सानी छैन। अब चाहिँ म यो लेमन होइन, जति कागती हाल्यो त्यति मिठो हुन्छ। खानासँग खाँदाखेरि यसो साइडमा अलिकति अचार राखेर यसो खाना चट्ट परेको हुन्छ। यहाँ हेर्नुहोस् त, मेरो दुइटै रेडी भयो। मिक्स गरिसकेँ मैले। कागती नुन मजाले लाग्नुपर्छ, अनि चट्ट परेको हुन्छ, एकदम टेस्टी मिठो इन्स्ट्यान्ट होइन। अरू केही छैन भने यो साइडमा हाल्ने, यो अचारले तपाईँको खाना मिठो बताइहाल्छ। यो खुर्सानी बिनाको, यो चाहिँ खुर्सानी हालेको। त हजुरहरूले सुक्खा खुर्सानी, जुन रातो खुर्सानी हुन्छ नि,
त्यो पनि तेलमा फुराएर अनि यसरी यसमा चाहिँ ग्राइन्ड गर्न सक्नुहुन्छ सँगसँगै। हेर्नुहोस् दुइटै। हजुरहरू पनि यो रेसिपी हेरेर मन पऱ्यो भने एकचोटि ट्राई गरेर हेर्नुहोस्। मिठो लाग्यो भने कमेन्ट बक्समा कमेन्ट गर्नुहोस्। अनि यसरी नै मेरो भिडियो हेर्दै गर्नुहोस्। अनि मेरो भिडियोलाई लाइक, सेयर एन्ड सब्सक्राइब गर्नुहोस्। थ्याङ्क यू।